छैन आमा मेरो सपना कता हरायो तिम्रो अगाडि बच्चा जस्तो बन्ने मान्छे म मेरो बोली कता हरायो खै कहाँबाट सिक्नुहुन्छ हजुरले सारा पीडा लुकाउन आफूले त सबैको चित्त बुझाउँछु भन्दा पनि खै कसरी पुगेछु चित्त दुखाउन हरेक बोली सँगसँगै ल्याउनु पर्छ भन्छन् समाधान खै के हुन्छ नभन् भन्दा पनि सबैको पीडाको अनि झ्याउको कारण अरूको जस्तो छैन मेरो ठुला सपना छ मेरो सपना साधारण बन्नु पर्छ छोरी भन्नुहुन्थ्यो ठुला 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 मान्छे जस्तै उदाहरण न्यायको लागि बोल्छु भन्छु सबै कुरा सोचेर बोल्छु भन्छु तर पनि कुनै बेला गलत भइन्छ अनि प्रयोगको कारण भइन्छ आफू भित्रै जलेर आफूले आफूलाई तिरोल्दै बाधाहरू छिचुल्दै यो संसारलाई उज्यालो दिन्छु भनेर लागि परेको मान्छे हो जसले कुराहरू लुकाएर मन फुकाएको जस्तो गरेर बोल्छ नि त्यतिखेर जस्तो टुटको फिल्मलाई कुनै बेला पनि हुन सक्दैन भगवान मेरो कारणले कसैलाई मनमा चोट पर्ने छैन हजुर त हुनुहुन्छ भगवान मेरो मनको मन्दिरमा अनि परिवार मेरो शिरमा हुनुहुन्छ म पिरमा हुँदा उहाँहरूलाई पिर हुन्छ दुनियाँको अगाडि हाँसेर बोल्छु जीवनमा हुन्छ हार जित कसैको आहा अनि कसैको आकर्षित हुन नभएर मलाई केही गुनासो छैन मलाई जसले गलत ठान्छन् उसलाई समयले अवश्य जवाफ दिनेछ जित्ने अठोट राख्छु मनको हार हुने छैन जस्तो गतिमा भए पनि आफ्नै हुनेछ वार पार हुने छैन होला कहिले काहीँ मन चञ्चल अनि दुखिएको होरो जानी जानी दोधार हुने छैन सल्लाह सबैको लिन्छु